ल गुड इभिनिङ एकछिन कुर्ने हो कि साथीहरूलाई हिजो हामीले के पढिरहेका थियौँ डिस्कस गरौँ त अलिकति मोरओभर हामी हिजो कता थियौँ स्टडी हाम्रो लास्ट क्लास कति बेला सुरु कहाँनिर सकेका थियौँ के आइडिया छ इन्फर्मेसन वारसम्म थियो सर गएको हजुर अनि इन्फर्मेसन वार भन्छ नि इन्फर्मेसन इन्फोवारसम्म सकिसकेका थियो राइट हजुर के रहेछ त इन्फर्मेसन वार भने के रहेछ इन्फोवार भने के रहेछ अब डाटाहरूको भनेको यो 21st सेन्चुरीमा होइन डाटाहरू भनेको अबको हतियारहरू हो अनि त्यसमा भनेको कुनै पनि कन्ट्री वाइज हेर्दाखेरि अर्गनाइजेसन वाइज हेर्दाखेरि होइन अब डाटाको बिचमा वार भइरहेको छ इन्फर्मेसन स्टिलिङ इन्फर्मेसन नै पावर भनेर होइन इन्फर्मेसनको लागि वार भइरहेछ ओके दुवै पार्टीसँग होइन एउटा डिफेन्सिभ र एउटा अफेन्सिभ त्यो हुन्छ अनि त्यसले अफेन्सिभले भनेको चोर्ने कामहरू गरिरहेको हुन्छ लुपहोलहरू खोज्ने काम गरिरहेको हुन्छ डिफेन्सिभले भनेको डिफेन्स गर्ने मेकानिजमहरू क्रिएट गरिरहेको हुन्छ प्याचिङहरू डेभलप गरिरहेको हुन्छ ओके नाइस एन्ड देन वाट इज इन्फर्मेसन सेक्युरिटी के होला इन्फर्मेसन सेक्युरिटी भनेको प्रोटेक्टिङ आवर डाटा फ्रम स्टिलिङ अर के भन्छ अरू चेन्जिङ बाई अनअथराइज पर्सन ओके नाइस म्यानिपुलेटिङ डाटा अनि वाट अबाउट क्लासिफिकेसन अफ अट्याक वाट आर द क्लासिफिकेसन अफ अट्याक अर टाइप अफ अट्याक्स के होला प्यासिभ अट्याक अनि त्यसपछि भनेको डाइरेक्ट समथिङ के अट्याक थियो एक्टिभ अट्याक डिस्ट्रिब्युटेड अट्याकहरू छ है फोकस चाहिँ गर्नु पर्यो थ्योरी चाहिन्छ अलिअलि देन लेट्स स्टार्ट द क्लास है आजको सेसन चाहिँ हामी इन्ट्रोडक्सन टु इथिकल ह्याकिङमा जान्छौँ लेट मी सेयर माई स्क्रिन है केही छ डाउट्सहरू भने कन्फ्युजन्सहरू केही छ भने सोध्नुहोस् योभन्दा अगाडिसम्मको ओके टुडे वी विल बी डिस्कसिङ अबाउट इथिकल ह्याकिङ कन्सेप्ट एन्ड डिफ्रेन्ट ह्याकर क्लासेस होइन लाइक यो मैले पढाइसकेको छु कि छैन यहाँ इथिकल ह्याकिङको बारेमा यस्तो पढाउनु भएको छैन जस्ट ट्याक्टिक र के भन्छ प्रोसिडर र अर्को मेथोडोलोजीमा बुझाउनु भएको थियो कि ह्याकिङ गर्नको लागि यो चाहियो होइन फर्स्टमा प्र्याक्टिसहरू त माथि नै गइसक्यो जस्तो लाग्छ इथिकल ह्याकिङ कन्सेप्ट ह्याकिङ भने के हो त्यसपछि हाम्रो प्र्याक्टिस भनेको त माथि नै स्कोप्सहरू भयो ओके पढाएको छैन तपाईँहरूलाई अर्को क्लासमा पढाएको मैले कुराहरू ल त्यसो हो भने एक्सप्लेन इथिकल ह्याकिङ इथिकल ह्याकिङ र ह्याकिङ र ह्याकिङको कम्पोनेन्ट्स अथवा क्लासेसहरूको बारेमा चाहिँ आज हामी डिस्कस गर्छौँ है बुझ्नुभयो ल फर्स्ट अफ अल मैले तपाईँहरूलाई क्वेसन सोधेरै सुरु गरेँ लाइक ह्याकिङ भनेको हामीले नर्मल टर्ममा चाहिँ के बुझ्छौँ त वाट डु यु मिन बाई ह्याकिङ होइन के होला त gaining unauthorized access over a loophole or unprotected data or misconfiguration software or hardware components by exploiting them. ओके ह्याकिङ भन्ने बित्तिकै ह्याकिङ कन्सेप्ट भन्ने बित्तिकै हामीले के बुझ्नु पर्यो भन्दाखेरि लाइक कुनै पनि सिस्टममा चाहिँ अनअथोराइज एक्सेस गेन गरिन्छ त्यसलाई डिस्प्युट गरिन्छ होइन अनि त्यसपछि कम्प्रोमाइज गरिन्छ सिस्टमको भर्बुलिटिजहरूलाई एक्सप्लोइट गरिन्छ होइन अनि सिस्टमको कन्ट्रोललाई नै कम्प्रोमाइज गरिन्छ भने चाहिँ त्यसलाई हामीले ह्याकिङ भन्छौँ है के भन्ने रहेछ ह्याकिङ भनेको चाहिँ नर्मल्ली डिजिटल थेफ्ट भनौँ होइन चोरी गर्ने काम हो है हाम्रो नेपाली टर्ममा भन्नु पर्दाखेरि के रहेछ चोरी गर्ने काम अनि अब ह्याकिङ भन्ने बित्तिकै चाहिँ मिथ्सहरू के हुन्छ भन्दाखेरि लाइक इथिकल ह्याकिङ एन्ड ह्याकिङ इज सेम भन्ने खालको कुरा आउँछ तर इथिकल अगाडि जोड दिँदाखेरि र पछाडिको ह्याकिङ मात्रैमा चाहिँ के धेरै नै भास्ट डिफ्रेन्स छ है अनि ह्याकिङ युजल्ली चाहिँ के को लागि गरिन्छ त भन्दाखेरि लाइक कसैको फन्डको लागि हुनसक्छ कसैले रेभेन्स लिनको लागि हुनसक्छ एउटा कम्पनीको चाहिँ कम्पनीको ब्रान्ड रेपुटेसनलाई घटाउनलाई गर्न सकिन्छ होइन त्यो भएको भएर चाहिँ ह्याकिङ भन्ने बित्तिकै हामीले के बुझ्नु पर्यो भन्दाखेरि लाइक गेनिङ द अनअथोराइज एक्सेस युजिङ डिफ्रेन्ट टुल्स होइन डिफ्रेन्ट मेथड युज गरेर चाहिँ अब हामीले कुनै पनि सिस्टमको चाहिँ के गर्ने भयो त एक्सेस गेन गर्छौँ भने चाहिँ त्यसलाई हामीले के भन्ने रहेछ त ह्याकिङ भन्ने रहेछौँ
है। बुझ्नुभयो यहाँसम्म? सर। अनि ह्याकिङ भन्ने बित्तिकै चाहिँ लाइक हामीले चाहिँ अब हाम्रो आइसिटीहरू युज गर्छौँ, इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी युज गरेर चाहिँ कुनै पनि सिस्टमलाई चाहिँ हामीले डम्प गर्छौँ भनौँ न, कम्प्रोमाइज गर्छौँ भने चाहिँ त्यसलाई ह्याकिङ भन्छौँ। लाइक फर इक्जाम्पल डस अट्याकहरू हुन सक्यो होइन, अनि त्यसपछि मालवेयर अट्याकहरू हुन सक्यो। यस्ता कुराहरू चाहिँ हाम्रो ह्याकिङभित्र पर्छन् है। अब लेट्स टक अबाउट लाइक हु इज ह्याकर देन, को होला त ह्याकर भनेको चाहिँ को होला त? हुँ? जोसँग सर कम्प्युटरहरूको राम्रो स्किल हुन्छ होइन, जसले एक्सप्लोइट गर्न सकिन्छ उसको भर्बलिटी विक पोइन्टहरू पोइन्ट आउट गरेर, त्यही हो ह्याकर। ओके, ह्याकर भनेको चाहिँ अब डिफ्रेन्ट पर्सपेक्टिभ हुन्छ है। मेरो पर्सपेक्टिभ डिफ्रेन्ट होला ह्याकरलाई बुझ्ने, तपाईँहरूको पर्सपेक्टिभ डिफ्रेन्ट होला होइन। सो द्याट त्यो भनेको चाहिँ डिफ्रेन्टली नै हामीले एक्सप्लेन गर्न सक्छौँ, तर पोइन्ट चाहिँ के हो त, एउटै नै हुन जान्छ। जस्तै मैले एक्सप्लेन गर्नु पर्यो भने ह्याकर, मैले यो तिनवटा पोइन्टमा भन्दा पनि जस्ट एउटा मेरो कन्सेप्टमा चाहिँ मैले ह्याकर भनेको चाहिँ के बुझ्छु भन्दाखेरि चाहिँ लाइक सम वान हु क्यान के गर्न सक्यो त, आफ्नो चाहिँ इन्फर्मेसनहरूलाई अथवा आफूलाई चाहिँ एनोनमस राख्न सक्छ भने चाहिँ त्यसलाई नै मैले के भनिरहेछु त, ह्याकर भन्छु मैले चाहिँ है। तर यसको चाहिँ अब आफ्नै डेफिनेसन हेर्ने भने चाहिँ एउटा कम्प्युटरमा स्किल्ड भएको मान्छे जसले चाहिँ कम्प्युटर हार्डवेयर सफ्टवेयरहरूलाई चाहिँ कम्प्रोमाइज गर्न सक्छ होइन। एउटा कम्प्युटरको एक्सलेन्ट स्किल भएको मान्छेलाई हामीले ह्याकर भन्न सक्यौँ होइन। अनि अर्को भनेको चाहिँ हबीको रूपमा पनि ह्याकर्सहरू चाहिँ हुन सक्छन्। अ पर्सन हु हेभ द हबी अफ क्रिएटिङ अर डिस्प्ले के अरे अर एक्सप्लोइटिङ द सिस्टम भन्ने कुरा नि के भयो त, ह्याकर भयो होइन। यो कुराहरू चाहिँ आउँछ। एकैछिन ल, 2 मिनट्स। ओके, सरी फर इन्टरप्सन है। अनि त्यसपछि अर्को भनेको ह्याकर्सलाई चाहिँ अर्को हिसाबले केले एक्सप्लेन गर्न सकिन्छ भन्दाखेरि दे क्यान बी इलिगल अर लिगल पनि हुनसक्छ नि त। ह्याकरको इन्टेन्सन आइदर इट क्यान बी अ इलिगल लिगल, तिनीहरू पनि ह्याकर्स हो नि त होइन। त्यो भएको भएर चाहिँ ह्याकरको डेफिनेसन भनेको धेरै नै हुन्छ। तर अब आफ्नोलाई चाहिँ हामीले कसरी बुझ्न सकिन्छ, सजिलो के लाग्छ त्यसैलाई एक्सप्लेन गर्दाखेरि पनि केही फरक चाहिँ पर्दैन है। बुझ्नु भयो यहाँसम्म? सर। बुझिराख्नु भएको छ है, राइट। ओके, त्यसो हो भने आज हामी ह्याकर्स कस्तो खालको ह्याकर्स हुन्छ, ह्याकर्सको क्लासेसहरू के हो र उनीहरूको मोटिभ के हो भन्ने कुराहरू चाहिँ बुझ्छौँ है। है, अब ह्याकरको क्लासको कुराहरू गर्नु पर्दाखेरि चाहिँ फर्स्टमा आउँछ स्क्रिप्ट किडिज। हु आर द स्क्रिप्ट किडिज? किडिज थाहा छ? लाइक वी आर द स्क्रिप्ट किडिज अ अहिलेको पर्सन होइन। जसलाई राम्रोसँग टुलहरू चलाउन आइरहेको हुन्छ, जस्ट डेभलप गर्न सकिरहेको हुँदैन टुल्सहरू होइन, तर टुल्सहरूलाई मल्टिपल टुल्सहरू युज गरेर एक्सप्लोइट गर्न सकिरहेको हुन्छ, ओके, त्यस्तोलाई। लाइक तपाईँहरूले कसैले वाइफाई ह्याकिङ गर्नु भएको छ योभन्दा अगाडि? एन्ड्रोइड डम्पर युज गरेर होला, किङ रुटहरू युज गरेर होला, कसैले युज गर्नु भएको छ? गेम ह्याकिङ गर्नु भएको छ? धेरै अगाडि हो सर एन्ड्रोइड डेभलपर युज गरेर, त्यतिखेर भनेको डब्लुपिएस 1 नै चलिरहेको थियो, अहिले त डब्लुपिएस 3 आइसकेको छ। ल, अब हुँदै अब हुँदैन। त्यति बेला भनेको तपाईँहरूसँग सर्टेन टुल थियो, त्यो टुलले चाहिँ तपाईँहरूले ह्याक गर्नुभयो। तर त्यो टुलको ब्याकग्राउन्डमा के भएको थियो तपाईँहरूलाई नलेज थियो त? थिएन नि त होइन। होइन, अब त्यस्तो खालको लाइक टुल्सहरू त चलाउन आउने, तर उसँग अन्डरस्ट्यान्डिङ के भएन त, टुल्सले कसरी काम गरिरहेछ, पहिले बनेको टुल्सलाई युज गरेर चाहिँ ह्याकिङ गर्छन् भने चाहिँ त्यस्तो खालको लाइक ह्याकर्सहरूलाई चाहिँ हामीले के भन्ने रहेछौँ त, स्क्रिप्ट किडिज सरी, स्क्रिप्ट किडिज भन्छौँ। अनि स्क्रिप्ट किडिजको मोटिभको कुरा गर्नुहुन्छ भने चाहिँ स्क्रिप्ट किडिजको मोटिभ भनेको चाहिँ फनको लागि हुन सक्यो होइन, उनीहरूले चाहिँ डेयरिङको लागि हुन सक्यो। त्यस्तो केसेसहरूमा चाहिँ स्क्रिप्ट किडिजहरू चाहिँ एक्टिभ हुन्छन्। अनि द ह्याकिङ मोटिभेसन कम फ्रम स्क्रिप्ट किडिज है। लाइक तपाईँहरूले वाइफाई ह्याक गर्नुभयो, एउटा क्युरियोसिटी हुन्छ, त्यहाँबाट चाहिँ हामीले के गर्न सक्छौँ त, एज अ ह्याकिङको करियर चाहिँ सुरु गर्न सकिन्छ है। त्यो चाहिँ एउटा मोटिभेसनल पार्ट पनि भयो।
अनि लाइक साइबर एक्टिभिटिज भनेको सिम्पल अट्याक्सहरू लाइक डस अट्याक्सहरू होइन, डिफेसिङ वेबसाइटहरूलाई चाहिँ लाइक के गर्ने त भन्दाखेरि डिस्प्युट्स गराउने कामहरू चाहिँ कसको हुन्छ त, स्क्रिप्ट किडिजहरूको हुन्छ। अनि दे आर लाइक उनीहरूको पोटेन्सियल टार्गेट्सहरू भनेको स्मल वेबसाइट्सहरू होला, अनलाइन गेम्सहरू होला, फोरम्सहरू होला, त्यो भनेको चाहिँ हाम्रो स्क्रिप्ट किडिजहरूको चाहिँ पोटेन्सियल टार्गेट्सहरू भयो है। यहाँसम्म क्लियर हुनुहुन्छ? यस सर। ओके, क्लास त फास्ट भएको छैन नि? छैन। ओके, त्यसो हो भने चाहिँ सेकेन्डमा छ व्हाइट ह्याट ह्याकर। को होला त व्हाइट ह्याट ह्याकर भनेको होइन? प्रोफेसनल साइबर सेक्युरिटी होइन, सेक्युरिटी प्रोफेसनल, साइबर सेक्युरिटीको प्रोफेसनल्स जसले चाहिँ लिगल काम मात्रै गर्छ होइन, दे स्ट्यान्ड्स फर इथिक्स है, वेदर द्याट इज राइट अर रङ भन्ने कुरा चाहिँ डिसाइड गरेर मात्रै कुनै पनि सिस्टम, पर्टिकुलर सिस्टमलाई चाहिँ डिफेन्ड गर्ने, अफेन्ड गर्ने कुराहरू चाहिँ हाम्रो व्हाइट ह्याट ह्याकर्सको हो। अनि व्हाइट ह्याट ह्याकर्सको चाहिँ मोटिभ के हुन्छ त भन्दाखेरि कुनै पनि इन्स्टिट्युटको, कुनै पनि कम्पनीको, कुनै पनि अर्गनाइजेसनको चाहिँ के गर्ने त, सेक्युरिटीलाई इम्प्रुभ गर्ने होइन, अनि त्यसपछि रेपुटेसन बढाउने, अनि उनीहरूले चाहिँ स्यालेरी गेन गर्नको लागि मात्रै काम गर्छन्। अनि उनीहरूको चाहिँ एक्टिभिटी भनेको चाहिँ कन्डक्टिङ पेन्टेसन टेस्टिङ, भल्नरेबिलिटिज एसेसमेन्टहरू, त्यो चाहिँ कसको एक्टिभिटी हो त, व्हाइट ह्याट ह्याकरको एक्टिभिटी हो। अनि पोटेन्सियल टार्गेट्स भनेको चाहिँ लाइक गभर्मेन्ट एजेन्सीको लागि उनीहरूले काम गर्ने भयो, त्यसपछि कर्पोरेट कम्पनीजहरूको लागि काम गर्ने भयो भनेपछि व्हाइट हेड ह्याकर्स भनेको दे आर द लिगल ह्याकर्स है। उनीहरूले चाहिँ लिगल्ली नै लिगल कन्सर्नमा बसेर काम गर्छन् भने चाहिँ त्यस्तो टाइपको ह्याकर्सहरूलाई चाहिँ हामीले के भन्ने रहेछौँ त, दे आर व्हाइट हेड ह्याकर्स है। अनि अर्को कुरा छ ब्ल्याक ह्याट ह्याकर। को होला त ब्ल्याक ह्याट ह्याकर भन्ने बित्तिकै ब्ल्याक इट्स अ डेभल साइन होइन। सो ब्ल्याक ह्याट ह्याकरको कुरा गर्नु पर्दाखेरि चाहिँ ब्ल्याक ह्याट ह्याकरहरू चाहिँ लाइक स्पेसल्ली दे आर इलिगल ह्याकर्स है। उनीहरूले चाहिँ इलिगल्ली चाहिँ कुनै पनि सिस्टमलाई डिस्प्युट गर्छन् होइन, उनीहरूले चाहिँ डेटा थेफ्ट गर्छन्, अनि अरू लाइक हार्म गर्छन्, कुनै पनि सिस्टमलाई हार्म गर्छन् भने चाहिँ त्यस्तो खालको ह्याकरहरूलाई चाहिँ हामीले के भन्ने रहेछौँ त, ब्ल्याक ह्याट ह्याकर भन्ने रहेछौँ। अनि उनीहरूको मेन मोटिभ भनेको भनेको लाइक डेटा चोर्ने भयो, त्यसपछि फाइनेन्सियल गेनको कुराहरू आउँछ, अनि सिस्टममा डिस्प्युट्सहरू निकाल्ने कुराहरूमा चाहिँ स्पेसल्ली दे आर फोकस्ड है। अनि अर्को कुरा भनेको उनीहरूको चाहिँ लाइक साइबर एक्टिभिटिज भनेको उनीहरूले काम गर्ने भनेको चाहिँ मालवेयरहरू बनाउने होइन, मालवेयर क्रिएसनको कुरा भयो, ऱ्यान्समवेयर स्प्रेड गर्ने, डेटा ब्रिज गर्ने, फिसिङ्सहरू गर्ने, दे अल कम्स अन्डर द क्याटेगोरी अफ ब्ल्याक ह्याट ह्याकर। ब्ल्याक ह्याट ह्याकरको मेन टार्गेट, मेन एक्टिभिटी नै के हुन्छ त, मोटिभ नै के हुन्छ त, लाइक दे युज टु ह्याक द सिस्टम फर फाइनेन्सियल गेन, फाइनेन्सियल गेनको लागि, रमाइलोको लागि होइन, अनि त्यसपछि कम्पनीको रेपुटेसन बिगार्नको लागि चाहिँ स्पेसल्ली ब्ल्याक ह्याट ह्याकर्स आर एक्टिभ है। बुझ्नु भएको छ यहाँसम्म? यस सर। ओके, टकिङ अबाउट ग्रिन ह्याट ह्याकर, अब लेट्स गो फर ग्रे ह्याट ह्याकर है। ग्रे ह्याट ह्याकर भनेको चाहिँ लाइक दे आर द कम्बिनेसन अफ बोथ है। ब्ल्याक ह्याट ह्याकरको पनि कम्बिनेसन हो, व्हाइट ह्याट ह्याकरको पनि कम्बिनेसन हो। लाइक हाम्रो नेपाली टिपिकल ट्रममा भन्ने भने चाहिँ दही चिउरे टाइपको है, यता पनि ठिक्क हुने, ब्ल्याक ह्याट ह्याकरसँग पनि ठिक्क हुने, व्हाइट ह्याट ह्याकरसँग पनि ठिक्क हुने। स्पेसल्ली उनीहरूले गर्ने काम चाहिँ के हुन्छ भन्दाखेरि उनीहरूले चाहिँ लाइक इथिकल र अनइथिकल दुइटै लाइन्समा चाहिँ गाइडलाइन्समा बसेर काम गर्छन्। कुनै पनि सिस्टममा भर्मुलिटिज भेट्यो, इन्काउन्टर गर्छन्, उनीहरूले त्यसलाई रिपोर्टिङ गर्ने काम गर्छन्। इफ अब उनीहरूले टाइम दिन्छन्, यो टाइमभित्र चाहिँ यसलाई इन्काउन्टर गर्दैनौ भने चाहिँ अब मलाई पैसा चाहिन्छ, म चाहिँ एक्सप्लोइट गरिदिन्छु भन्ने खालको काम चाहिँ कसले गर्ने रहेछ त, ग्रे ह्याट ह्याकरले चाहिँ गर्ने रहेछ है। अनि उनीहरूको चाहिँ भनेको मेन मोटिभ भनेको क्युरियोसिटीबाट आउने मोटिभ हो। अर्को भनेको फाइनेन्सियल गेन, आफ्टर अल दे डु फर द फाइनेन्सियल गेनको लागि चाहिँ गर्ने भयो। अनि लाइक साइबर एक्टिभिटिज, उनीहरूको साइबर एक्टिभिटिजको कुरा गर्ने भने कुनै पनि सिस्टमको चाहिँ भर्मुलिटी चाहिँ उनीहरूले फाइन्ड आउट गर्छन् तर विदाउट पर्मिसन। अनि समटाइम्स दे रिपोर्ट है, कुनै कुनै टाइममा चाहिँ उनीहरूले रिपोर्ट गर्छन्, नत्र भने चाहिँ दे वर्क एज अ ब्ल्याक ह्याट ह्याकर है। अनि तिनीहरूले चाहिँ उनीहरूको टार्गेट भनेको चाहिँ स्पेसल्ली चाहिँ रेपुटेड होइन, हाई प्रोफाइल अर्गनाइजेसन्सहरूमा चाहिँ उनीहरूको टार्गेट हुन्छ है। ग्रे ह्याट ह्याकर भनेको चाहिँ स्पेसल्ली दे स्ट्यान्ड्स फर बोथ व्हाइट ह्याट ह्याकर एन्ड ब्ल्याक ह्याट ह्याकर है। अर्को छ ह्याकेबिस्ट। के हो त ह्याकेबिस्ट भनेको होइन? ह्याकेबिस्ट भनेको चाहिँ लाइक पोलिटिकल्ली अर सोसल्ली मोटिभेटेड इन्डिभिजुअल्स अर ग्रुप।
कुनै पनि पोलिटिकल पावर्सले कुनै पनि सोसियल्ली चाहिँ उनीहरू मोटिभेट भएको छन्, लाइक हाम्रो कम्युनिटीमा हाम्रो सोसाइटीमा चाहिँ के कुरालाई इन्फ्लुएन्स गर्नु छ, केही कुरालाई चाहिँ लाइक प्रमोट गर्नु छ, तर त्यसले गर्दाखेरि चाहिँ कुनै पनि सोसियल जस्टिस आउँछ भने चाहिँ त्यति बेला चाहिँ एक्टिभली कसले वर्क गर्छ, ह्याकेबिस्टले वर्क गर्ने भयो होइन। अनि तिनीहरूले चाहिँ के गर्छन् त भन्दाखेरि उनीहरूको मेन मोटिभको कुरा गर्ने भने प्रमोटिङ अ कज, के कुरा भइरहेछ त्यसलाई प्रमोट गर्ने भयो। अर्को भन्छ सोसल जस्टिसको लागि चाहिँ यिनीहरूले काम गर्ने भयो। अनि उनीहरूको साइबर एक्टिभिटीको कुरा गर्नु पर्दाखेरि चाहिँ दे वर्क फर द, लाइक तिनीहरूले गर्ने भनेको चाहिँ डस अट्याक गर्छ, अनि डिफेसिङ वेबसाइट गर्छ, डेटा लिक्स गर्ने काम गर्छ। यिनीहरू भनेको ह्याकेबिस्ट, लाइक फेक न्युजहरू स्प्रेड गर्नु पर्यो भने ह्याकेबिस्ट आर एक्टिभ है त्यस्तो कुराहरूमा। अनि उनीहरूको मेन टार्गेट भनेको चाहिँ लाइक गभर्मेन्टल साइट्सहरू हुन्छ, अनि कर्पोरेट कम्पनीजहरू हुनसक्छ, अनि त्यसपछि अर्को भनेको पोलिटिकल ग्रुप्स, कुनै पनि पोलिटिकल ग्रुप्सलाई चाहिँ कोल्याप्स गर्नु पर्यो भने चाहिँ दे वर्क्स, त्यसको केसमा चाहिँ त्यस्तो सिनेरियोमा चाहिँ कसले काम गर्ने रहेछ त, ह्याकेबिस्टहरूले चाहिँ काम गर्ने रहेछन् है। यहाँसम्म क्लियर हुनुहुन्छ? सर। पढाइ फास्ट त भएन नि? सर छैन है? ओके, त्यसो हो भने स्टेट स्पोन्सर्ड ह्याकर के होला त? स्टेट स्पोन्सर्ड ह्याकर भनेको नाममै अगाडि नै छ, स्टेट स्पोन्सर्ड। कुनै पनि गभर्मेन्टले चाहिँ अर्को गभर्मेन्टमा चाहिँ लाइक सेक्युरिटी प्रोभाइड गर्न, आफ्नो गभर्मेन्टलाई सेक्युरिटी प्रोभाइड गर्नलाई, अनि अनि अर्को भनेको चाहिँ नन गभर्मेन्टल अर्गनाइजेसनहरूलाई चाहिँ लाइक टार्गेट गर्नु पर्यो भने चाहिँ त्यति बेला चाहिँ गभर्मेन्टले हायर गर्ने वेल ट्रेन्ड हाइली ट्रेन्ड प्रोफेसनल वर्किङ फर गभर्मेन्ट एजेन्सी है, एउटा स्टेटदेखि अर्को स्टेटमा चाहिँ केही कुरा इन्फर्मेसन चाहियो भने त्यति बेला चाहिँ हायर गर्ने खालको ह्याकर्सहरूलाई चाहिँ हामीले स्टेट स्पोन्सर्ड ह्याकर भन्छौँ है। अनि दे स्ट्यान्ड्स लाइक उनीहरूको मोटिभ भनेको चाहिँ नेसनल सेक्युरिटीमा, पोलिटिकल अब्जेक्टिभ्सहरूमा चाहिँ दे आर एक्टिभ है होइन। अनि त्यसपछि उनीहरूको चाहिँ साइबर एक्टिभिटिजको कुरा गर्नु पर्दाखेरि लाइक डेटा थेफ्टहरू गर्ने भयो एउटा स्टेटको, अनि त्यसपछि भर्बुलिटिजहरू इन्काउन्टर गर्ने भयो। अनि पोटेन्सियल टार्गेट भनेको चाहिँ लाइक अरूको नेसनलाई चाहिँ अट्याक गर्नको लागि, अरूको नेसन है, अरूको गभर्मेन्टलाई चाहिँ अट्याक गर्नको लागि चाहिँ को स्पेसल्ली एक्टिभ हुने रहेछ नि त, स्टेट स्पोन्सर्ड ह्याकर है। लाइक फर इक्जाम्पल काठमाडौँ र हाम्रो पोखरा छ अरे मानौँ है। अब काठमाडौँको गभर्मेन्टलाई चाहिँ पोखरामा के भइरहेछ मोनिटर गर्नु पर्यो भने चाहिँ लाइक इलिगल्ली मोनिटर गर्नु पर्यो भने चाहिँ दे वर्क, दे के अरे दे हायर द ह्याकर्स, दे वेयर कल्ड, दे आर कल्ड स्टेट स्पोन्सर्ड ह्याकर। अब उनीहरूले चाहिँ गभर्मेन्टको लागि चाहिँ अब के गर्नु भयो त, अर्को गभर्मेन्टलाई चाहिँ अट्याक गर्ने भयो, दे आर द स्टेट स्पोन्सर्ड ह्याकर। फर इक्जाम्पल अर्को इक्जाम्पलको लागि लाइक नेपालमा चाहिँ स्पेसल्ली अट्याक गर्ने को हुन्छन्, नेपाली, नेपाललाई चाहिँ लाइक पाकिस्तान होला, इन्डिया होला होइन, अनि त्यसपछि भनेको बङ्गलादेश होला। यिनीहरूलाई चाहिँ रिटर्न ब्याकमा अट्याक गर्नलाई चाहिँ कुनै हाम्रो गभर्मेन्टले हायर गर्ने ह्याकर्सहरूलाई चाहिँ हामीले के भन्ने रहेछौँ त, स्टेट स्पोन्सर्ड ह्याकर भन्ने रहेछौँ है। यहाँसम्म क्लियर हुनुहुन्छ? यस सर। ओके, त्यो हो भने चाहिँ लाइक अरू ठाउँमा अरू अरू ह्याकर्सहरू हेरौँ, लाइक साइबर टेररिस्ट के हो त? साइबर टेररिस्ट भने सर्टको स्लाइडै आएन सर। स्क्रिन सेयर भएको छैन र? भइरहेछ सर, आउने जाने भयो। तपाईँको इन्टरनेट इस्यु हो कि मेरो हो? मैले डाटा लिएर हाल्नु हाम्रो त चलिरहेछ सर। चलिरहेछ नि है? हजुर, क्लियर नै साउन्ड आइरहेछ। ओके, त्यसो भने त प्रब्लम भयो ल है। अब अर्को छ साइबर टेररिस्ट। को हो त भन्दाखेरि साइबर टेररिस्ट एक्चुअली चाहिँ उनीहरूले कुनै पनि पोलिटिकल पार्टीलाई चाहिँ के गर्ने भयो त, प्रमोट गर्ने भयो होइन। पोलिटिकल पार्टिजहरूलाई प्रमोट गर्छ, अनि आफ्नो रिलिजियस बिलिफमा चाहिँ उनीहरू मोर फोकस्ड हुन्छ, लाइक स्प्रेडिङ फियर होइन, यो रिलिजन राम्रो हो, यस्तो हो उस्तो हो भन्ने खालको चाहिँ उनीहरूले फियरहरू स्प्रेड गर्छन् होइन। पोलिटिकल आइडियोलोजी र गोललाई फोकस गर्छन्, त्यस्तो खालको ह्याकर्सहरूलाई चाहिँ हामीले साइबर टेररिस्ट भन्छौँ, लाइक ए टेररिस्ट ग्रुप है। अनि लाइक उनीहरूले चाहिँ अट्याक गर्ने भनेको चाहिँ क्रिटिकल इन्फ्रास्ट्रक्चरहरूमा अट्याक गर्ने भयो, अनि स्प्रेडिङ प्रोपोगान्डाज होइन, लाइक प्रोपोगान्डाजहरू भनेको लाइक तपाईँहरूको चाहिँ लाइक हाम्रो नेपालमा पनि लाइक कस्तो छ भन्दाखेरि नेपाल भन्दा नि स्पेसली इन्डियामा है हिन्दू रिलिजन र मुस्लिम रिलिजनमा चाहिँ के हुन्छ त,
फाइट भइरहेको हुन्छ नि त होइन। तर त्यो फाइट चाहिँ एक्चुअली हुन्छ कसरी भन्दाखेरि स्पेसल कजहरू भनेको चाहिँ के हुन्छ त साइबर टेररिस्टको कारणले गर्दाखेरि हुनसक्छ एउटा कज भनेको हो। त्यस्तो खालको ह्याकर्सहरूलाई चाहिँ हामीले के भनिरहेछौँ त साइबर टेररिस्ट भनिरहेछौँ है। अनि उनीहरूको चाहिँ लाइक पोटेन्सियल टार्गेट भनेको पब्लिक सर्भिसेसहरू होइन म्यानिपुलेसन गर्छन् यिनीहरूले है। यस्तो खालको अट्याकर्सहरूलाई चाहिँ हामीले साइबर टेररिस्ट भन्छौँ है। बुझ्नु भएको छ यहाँसम्म? यस सर। ओके, त्यसो भने अर्को छ हामी इन्डस्ट्रियल स्पाइज है। इन्डस्ट्रियल स्पाइज भनेको चाहिँ के हो? कर्पोरेट स्पाइज, इन्डस्ट्रियल स्पाइज होइन। यिनीहरू भनेको चाहिँ लाइक एउटा कम्पनीमा बसेर काम गरिरहेको हुन्छन्, तर उनीहरूले साइड बाई साइड चाहिँ त्यो कम्पनीको डेटा चाहिँ त्यो कम्पनीको वर्क फ्लो मोडल्सहरू चाहिँ अर्को कम्पनीलाई चाहिँ बेच्छन् भने चाहिँ त्यहाँ चाहिँ इन्डस्ट्रियल स्पाइज है। उनीहरूले काम गर्ने भनेको चाहिँ आफ्नो फाइदाको लागि काम गर्छन्, फाइनेन्सियल गेनको लागि काम गर्छन् होइन। आफ्नो कम्पिटिटर्सको लागि चाहिँ लाइक कम्पिटिटर्सको बारेमा चाहिँ इन्फर्मेसन ग्यादर गर्नको लागि चाहिँ हायर गर्ने खालको ह्याकर्सहरूलाई चाहिँ के भनिँदैछ त इन्डस्ट्रियल स्पाइज भन्छन् होइन। अनि लाइक यिनीहरूको पोटेन्सियल टार्गेट्स भनेको चाहिँ कम्पिटिटर्स कम्पनीज हुन्छ है। अब सपोज एक्सवाइजेड कम्पनीको कम्पिटिटर्स कम्पनीज भनेको चाहिँ एबिसी छ भने अब एक्सवाइजेडले हायर गर्ने ह्याकर्सहरू के भयो त इन्डस्ट्रियल स्पाइज। उनीहरूले दे मुभ अन लाइक उनीहरूले चाहिँ किप अन आइङ द एबिसी कम्पनी, एउटा कम्पनीबाट अर्को कम्पनीलाई चाहिँ उनीहरूले मजाले मोनिटर गरेर बस्छन् भने चाहिँ त्यो खालको ह्याकर्सहरूलाई चाहिँ हामीले के भनिरहेछौँ त इन्डस्ट्रियल स्पाइस। फर इक्जाम्पल पासिभ अट्याकर्स, पासिभ अट्याक, दे डोन्ट एक्सेस द सिस्टम बट दे मोनिटर दियर नेटवर्क। त्यस्तो खालको अट्याकर्सहरूलाई चाहिँ हामीले के भनिरहेछौँ त इन्डस्ट्रियल स्पाइस है। बुझ्नु भएको छ सर? ओके, बुझ्नु भएको छ भने अब ब्लू ह्याट ह्याकर्स। सर यो साइबर टेररिस्ट भन्नुभयो नि सर, हजुर हजुर। यसमा साइबर एट्याक अन क्रिटिकल इन्फ्रास्ट्रक्चर स्प्रेडिङ प्रोपोगान्डा भन्नुभयो नि सर। यो के सिस्टमलाई नै ह्याक गर्ने हो कि के हो? त्यो फेसबुकहरूबाट त्यो होइन, सिस्टमलाई ह्याक गर्ने भन्दा फेसबुकबाट चाहिँ र्युमर्सहरू पठाउने, नचाहिने हल्ला फैलाउने, यिनीहरू चाहिँ उनीहरूको काम हो क्या है। एकपल्ट माथिको अलिकति देखाउनुहोस् त। ग्रे ह्याट ह्याकर भनेको दुईटाको बिचको भन्नुभयो होइन सर? हजुर, ब्ल्याक र व्हाइट, त्यो अलिकति कन्फ्युज भयो सर। ओके, ग्रे ह्याट ह्याकर भनेको चाहिँ उनीहरूले लिगल्ली र इलिगल्ली दुइटै काम गर्छन् क्या। लाइक उनीहरूले चाहिँ कस्तो गर्छन् भन्दाखेरि कुनै पनि सिस्टमको भर्बुलिटिज फाइन्ड आउट गर्छन्, अनि समटाइम्स तिनीहरूले रिपोर्ट गर्ने गर्छन्, तर समटाइम्स भनेको उनीहरूले रिपोर्ट नगरिकन त्यो डेटाहरू त्यो भर्बुलिटिजलाई त्यो भर्बुलिटिजलाई चाहिँ एक्सप्लोइट गर्छन् र एक्सप्लोइट गरिसकेपछि त्यहाँबाट आउने डेटाहरू डेटा ब्रिजहरू गर्ने काम चाहिँ ग्रे ह्याट ह्याकरले गर्ने भयो। बुझ्नु भएको छ? बुझेँ सर। अनि यो एक्टिभिस्टले चाहिँ सर पोलिटिकल एक्टिभिस्ट भनेको चाहिँ लाइक पोलिटिकल र सोसियल्ली मोटिभेटेड ह्याकर्स ग्रुप हो। उनीहरूले चाहिँ भनेको लाइक आफ्नो जस्टिसको लागि, सोसल जस्टिसको लागि, अनि कुनै पनि कजहरू छ भने है, कुनै पनि प्रब्लम्सहरू छ भने त्यसलाई प्रमोट गर्नको लागि चाहिँ अब उनीहरूले चाहिँ एक्टिभली वर्क गर्ने भयो क्या। यसमा पनि सोसियल मिडियाहरू युज गर्ने, सोसियल मिडियाहरू वेबसाइट्सहरूलाई चाहिँ डम्प गर्ने कुराहरू आउँछ, वेबसाइट ह्याकिङको कुराहरू आउँछ। लाइक कुनै पनि पेन्डिङ केस छ भने त्यो पेन्डिङ केसलाई सल्भ गर्नको लागि चाहिँ अट्याक गर्ने टाइपको भनेर बुझौँ न। ओके, अरू केही कन्फ्युजन छ माथि? छैन सर। छैन है। त्यो भने चाहिँ लाइक हामी ब्लू ह्याट ह्याकरको कुरा गर्दै थियौँ है। ब्लू ह्याट ह्याकर भनेको स्पेसल स्ट्यान्ड्स फर लाइक यिनीहरू चाहिँ एक्सटर्नल भन्दा पनि एक्सटर्नल चाहिँ ह्याकर्सहरू। कुनै पनि कम्पनीले चाहिँ आफ्नो सिस्टममा चाहिँ सेक्युरिटी अडिट गर्न, पेन्टेसन टेस्टिङ गर्नलाई चाहिँ बाहिरबाट कुनै पनि ह्याकरहरू हायर गर्छन् भने दे आर द ब्लू ह्याट ह्याकर्स है। उनीहरू भनेको उनीहरूको काम भनेको चाहिँ स्पेसल्ली लाइक सेक्युरिटीलाई इम्प्रुभ गर्ने होइन, ब्रान्ड रेपुटेसन बचाउने, अनि त्यसपछि पोटेन्सियल टार्गेट्स भनेको उनीहरूको टार्गेट्सहरू भनेको चाहिँ टेक्नोलोजी कम्पनीज अनि सफ्टवेयर फ्रेम्सहरू चाहिँ उनीहरूको टार्गेटमा हुन्छन् है। लाइक
नेपालमा पनि फाइनेन्सियल इन्स्टिट्युट्सहरूमा चाहिँ दुईटा एसेसमेन्ट गरिन्छ। एउटा भनेको इन्टरनल एसेसमेन्ट, त्यो भनेको भित्रकै ह्याकर्सहरूले गर्ने काम भयो भने, अर्को भनेको बाहिरबाट ह्याकर्सहरू हामीले हायर गरेको हुन्छौँ। त्यो ह्याकर्सहरूलाई चाहिँ अब हामीले के भन्ने भयो भने ब्लू ह्याट ह्याकर्स भन्ने भयो। बुझ्नुभयो? बुझेँ सर। ओके, त्यो हो भने चाहिँ अब छ रेड ह्याट ह्याकर्स। एकदमै लाइक रेड ह्याट ह्याकर्स भनेको चाहिँ दे आर द ग्रुप अफ ब्ल्याक ह्याट ह्याकर है। ग्रुप अफ ब्ल्याक ह्याट ह्याकर, उनीहरूको भनेको चाहिँ मोटिभ नै के हुन्छ त, एकदमै एग्रेसिभ मेथड हुन्छ उनीहरूसँग। एकदमै एग्रेसिभली चाहिँ उनीहरूले के गर्छ, सिस्टमलाई चाहिँ डिस्प्युट गर्छन्, सिस्टमलाई कम्प्रोमाइज गर्छन् होइन। अनि उनीहरूको भनेको चाहिँ मेन मोटिभ के हुन्छ त, साइबर जस्टिस प्रोभाइड गर्नलाई हुन सक्यो होइन। अर्को भनेको मेलिसियस एक्टिभिटिजहरू प्रोभाइड गर्ने, जसले गर्दाखेरि चाहिँ सिस्टममा डिस्प्युट आओस् है। अनि ब्ल्याक ह्याट ह्याकरलाई नै यिनीहरूले चाहिँ टार्गेट गर्छन् है। रेड ह्याट ह्याकरले चाहिँ ब्ल्याक ह्याट ह्याकरलाई टार्गेट गर्छन्, अनि त्यसपछि तिनीहरूलाई तिनीहरूलाई एक्सपोज गर्ने काम गर्छन्, तर त्यो पनि इलिगल्ली नै गर्छन् है। अनि यिनीहरूको काम भनेको साइबर क्रिमिनल ग्रुपहरूलाई, ब्ल्याक ह्याट ह्याकर्सहरूको चाहिँ यिनीहरूको मेन टार्गेट्सहरू भयो। अब यहाँसम्म आइपुग्दाखेरि चाहिँ तपाईँहरूलाई म एउटा क्वेसन गर्छु, लाइक व्हाइट ह्याट ह्याकर र ब्ल्याक ह्याट ह्याकरमा चाहिँ विच वान इज द स्ट्रङ्गर? ब्ल्याक ह्याट ह्याकर सर। सरी रेड ह्याट ह्याकर र व्हाइट ह्याट ह्याकरमा? Red Hat hacker. Obviously, because they have a depth knowledge and they are targeting the black hat hacker, which possibly on the using advanced technology or advanced concept to attack white hat hacker to get unauthorized access over the internet. Okay. Why not white hat hacker? किन white hat hacker चाहिँ भएन होला त, रेड ह्याट भन्दा स्ट्रङ? यस्तो छ सर, व्हाइट ह्याट ह्याकरहरूले होइन आफ्नो ठाउँमा डिफेन्स गर्नको लागि चाहिँ अलि कुनै भर्नेबिलिटीहरू छ भने त्यसलाई बताउनको लागि चाहिँ ठिकै हो, तर तिनीहरूले डेप्थमा गएर कुनै पनि सिस्टमहरूलाई, मल्टिपल सिस्टमहरूमा चाहिँ प्र्याक्टिस र एक्सपिरियन्स गेन गरेको हुँदैन। जुन कि ब्ल्याक ह्याट ह्याकरहरूले के गर्छ भनेको मल्टिपल सिस्टमहरूमा चाहिँ ट्राई गरेको हुन्छ, एक्सपिरियन्स गेन गरेको हुन्छ होइन। उनीहरूले आफूलाई एनोमसली राखेर काम गरिराखेको हुन्छ ताकि ट्रेस नहोस् भनेर होइन। त्यही भएर उनीहरूसँग मोर एडभान्टेज हुन्छ अनि स्किल पनि अलि बढी नै हुन्छ। यस्तो है, यसमा चाहिँ कन्सेप्ट चाहिँ के हो भन्दाखेरि लाइक रेड ह्याट ह्याकर दे आर द ह्याकर्स अफ द ह्याकर्स भनिन्छ है। तर त्यो सँगसँगै व्हाइट ह्याट ह्याकर्स पनि छन् त हामीसँग। अनि जब व्हाइट ह्याट ह्याकर्समा चाहिँ केही व्हाइट ह्याट ह्याकर्स बिग्रिन्छ, त्यसपछि ब्ल्याक बन्यो, ब्ल्याकबाट नि बिग्रिएर रेड बन्यो है। अब यो केसमा के हुन्छ भन्दाखेरि चाहिँ व्हाइट ह्याट ह्याकर्स दे आर द स्ट्रङ्गेस्ट ह्याकर्स है, डेभिल्स अफ द डेभिल्स भन्छौँ हामीले। किन? लाइक दे युजल्ली के गर्छन् भन्दाखेरि दे डिफेन्ड द ब्ल्याक ह्याट ह्याकर, रेड ह्याट ह्याकर, दुइटै ह्याकरलाई डिफेन्ड गरिरहेका हुन्छन्। अनि अर्को कुरा भनेको इफ अफेन्सिभमा उनीहरूले चाहिँ त्यसलाई चाहिँ रिभर्स इन्जिनियर गर्नु पर्यो अथवा तिनीहरूलाई रिअट्याक गर्नु पर्यो भने चाहिँ दे आर अल्सो एग्रेसिभ वान, व्हाइट ह्याट ह्याकर पनि। तर व्हाइट ह्याट ह्याकरसँग चाहिँ के हुन्छ त भन्दाखेरि दे डु ह्याभ द लिमिटेसन्स, दे डु ह्याभ द इथिक्स। उनीहरू चाहिँ कुनै पनि एउटा लिमिटेसनले चाहिँ बाँधिएको हुन्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ रेड ह्याट ह्याकर चाहिँ एग्रेसिभ देखिने हो है। जस्तै व्हाइट ह्याट ह्याकर भनेको दे स्ट्यान्ड्स फर लिगल कन्सर्नहरूमा मात्रै स्ट्यान्ड भएर बस्ने हो नि त होइन। त्यो भएको भएर चाहिँ लाइक रेड ह्याट ह्याकर भन्दा चाहिँ व्हाइट ह्याट ह्याकर स्ट्रङ्गर हुन्छन्, तर उनीहरूले लिमिटेसनले बाँधेको भएर चाहिँ के गर्ने भयो त, ब्ल्याक ह्याट ह्याकर चाहिँ स्ट्रङ देखिने भयो है। यो कुरामा क्लियर हुनुहोस्, बुझ्नुभयो है? त्यो कुराहरू हुन्छ, तर रेड ह्याट ह्याकर्स अभियसली स्ट्रङ नै हुन्छ। किन? ब्ल्याक ह्याट ह्याकरको कम्बिनेसन हो। व्हाइट ह्याट ह्याकर चाहिँ किन रेड ह्याट भन्दा कमजोर हुन्छ नि त? किन? उनीहरूको भनेको एउटा लिमिटेसन हुन्छ, एउटा बााउन्ड्रिज हुन्छ, त्यो बााउन्ड्रिज क्रस गर्न मिल्दैन है। इफ क्रस गर्यो भने के हुन्छ त, दे विल बी काउन्टेड एज ब्ल्याक ह्याट ह्याकर। त्यही भएर इथिक्समा बसेर मात्रै काम गर्ने भयो उनीहरूले चाहिँ। बुझ्नुभयो नि है? ओके, त्यो भने ग्रिन ह्याट ह्याकर्स। लाइक ग्रिन ह्याट ह्याकर्स भनेको चाहिँ वी अल आर ग्रिन ह्याट ह्याकर्स। अहिले तपाईँहरू सिक्दै हुनुहुन्छ, यु आर द ग्रिन ह्याट ह्याकर्स। तब एक्सपिरियन्स गर्नुहुन्छ, त्यसपछि व्हाइटमा जाने हो। अनि ग्रिन ह्याट ह्याकर्स भनेको चाहिँ लाइक उनीहरूले चाहिँ स्किलहरू गेन गरिराखेका हुन्छ, अनि फोरमहरूमा, अनलाइन फोरमहरूमा चाहिँ पार्टिसिपेट गरिराखेका हुन्छ। न्यू कमर्सहरूलाई चाहिँ हामीले ग्रिन ह्याट ह्याकर भन्छौँ। अनि उनीहरूको भनेको चाहिँ मेन मोटिभ भनेको के हुन्छ त भन्दाखेरि लर्निङ र क्युरियोसिटी।
होइन क्युरियोसिटीले उनीहरूलाई चाहिँ लर्न गर्नलाई चाहिँ हेल्प गरिरहेको हुन्छ। अनि दे आर उनीहरूले चाहिँ साइबर एक्टिभिटी भनेको चाहिँ लाइक उनीहरूले चाहिँ एक्सपिरियन्स चाहिँ सिम्पल अट्याकबाट चाहिँ एक्सपेरिमेन्टिङ गरिरहेका हुन्छन्। उनीहरूले टेक्निक्सहरू बुझिरहेका हुन्छन्। अनि भेरी लाइक उनीहरूको टार्गेट भनेको चाहिँ टिपिकल्ली लो रिस्क टार्गेटहरू चाहिँ उनीहरूले गर्ने हो। लाइक हामीले चाहिँ अबको दिनमा चाहिँ हामीले टार्गेट गर्दाखेरि हाम्रो भर्बुनल मेसेजलाई नै टार्गेट गर्छौँ, त्यो भनेको लो रिस्क टार्गेट्सहरू हो। भनेपछि ग्रिन ह्याट ह्याकर भनेको दे आर द न्यू कमर्स है, नयाँ लर्नर्सहरूलाई चाहिँ हामीले ग्रिन ह्याट ह्याकर भन्छौँ। बुझ्नुभयो यहाँसम्म? यस सर। ओके, त्यो भने चाहिँ यहाँसम्म आइपुग्दाखेरि केही कन्फ्युजन छ भने सोध्नुहोस्। सर साइबर टेरोरिजममा भन्नुभयो त्यो प्रोपागान्डाहरू फैलाइरहेको हुन्छ होइन, अनि अर्को भनेको अरू अरू कन्ट्रीको सिक्रेटहरू लुकाएर होइन, अब तिनीहरूको के हुन्छ भनेको अब जस्तै पाकिस्तानी ह्याकर भनौँ या के भनौँ होइन, उनीहरूले चाहिँ के गर्छ भनेको आइडेन्टिटी थिफ्टहरू गरेर होइन नेपालबाट छिरेर इन्डियातिर जान्छ अनि बम ब्लास्टहरू यस्ता यस्ता केसहरू गरिरहेको हुन्छ, तिनीहरू केमा पर्छ? त्यही साइबर साइबर। टेररिस्ट, साइबर टेररिस्ट इल्लिगल्ली कुनै पनि कन्ट्रीलाई एक्सप्लोइट गर्नु पर्यो भने होइन, डेटा तिनीहरूको आइडेन्टिटी थेफ्ट गरेर चलाउनु। लाइक चाइनिज ह्याकर्सहरूले चाहिँ नेपालमा आएर नेपाली सिटिजन बनेर कति केसेसहरू निस्केका छ नि, दे आर द साइबर टेररिस्ट यस सर। होइन। पान्डा त्यस्तो ग्रुप। त्यस्तो कुराहरू चाहिँ साइबर टेररिस्टमा पर्दछन्। यहाँसम्म केही कन्फ्युजन छैन भने लेट्स गो अहेड है। यो कुराहरू एक्सप्लेनेसन छ, एकचोटि तपाईँले मजाले फ्री टाइममा पढ्न सक्नुहुन्छ। मैले एक्सप्लेन चाहिँ गरिसकेको छु। यो समरी भयो होइन, त्यही माथिकै कुराहरू भयो यिनीहरू। लाइक अब एक्सप्लेन इन इथिकल ह्याकिङ कन्सेप्ट एन्ड स्कोप। अब हाम्रो इथिकल ह्याकिङ भनेको के हो, हाम्रो स्कोप्सहरू के छ, हाम्रो कन्सेप्ट के हो, हामी मेजर फोकस केमा गर्छौँ भन्ने कुरा चाहिँ अब हामी यो स्लाइडमा हेर्छौँ है। ल त्यो भने चाहिँ के भयो। सर एउटा क्वेसन थियो। हजुर भन्नुहोस् न। नेपालमा चाहिँ गभर्मेन्ट साइडबाट भनेको साइबर सिक्युरिटीहरूको लागि के जबहरू अब जब अपर्च्युनिटीहरू छ? जब अपर्च्युनिटी भन्ने चाहिँ नेपालको गभर्मेन्ट साइडको लागि हजुर। लाइक 7-8 वर्ष भइसक्यो खुले होइन अहिले। ए नेपालको केसमा अलिक गाह्रै पर्छ यार। ओके। नभए पहिला अब अलिकति प्राविधिकबाट बिस्तारै छिर्ने अनि त्यसपछि आफ्नो एक्सपर्टिज देखाएर भित्र जानु चाहिँ मिल्छ है, त्यो पनि चाहिँ हामीसँग अप्सन छ। ओके सर। अनि सर जुन नेपालको साइबर सेलहरू भनिरहेको हुन्छ होइन, तिनीहरू चाहिँ केबाट गएको हुन्छ, के थ्रुबाट गएको हुन्छ, अनि अनि उनीहरूको के एक्सपिरियन्स हुन्छ, लाइक ओफेन्सिभ हुन्छ कि डिफेन्सिभ हुन्छ, कुन पर्सपेक्टिभमा काम गरिरहेको हुन्छ? यिनीहरूले दुइटै पर्सपेक्टिभमा काम गर्छन्। लाइक हामीलाई कस्तो खालको चाहिन्छ त्यही अनुसार हायर गर्ने हो क्या खासमा चाहिँ गभर्मेन्टले चाहिँ ब्लू ह्याट ह्याकरहरू चाहिँ हायर गर्छ स्पेसल्ली। अनि नेपाल पुलिससँग आफ्नै ह्याकर्सहरू पनि छन्। उनीहरूले नगरेको केसहरूमा चाहिँ बाहिरबाट बोलाउने। बुझ्नुभयो? यस सर। ल त्यो भने चाहिँ वाट इज इथिकल ह्याकिङ देन। अब अघिको कन्सेप्टहरू सुन्दै जाँदाखेरि त यो बुझिसक्नुभयो होला इथिकल ह्याकिङ भन्ने कुरा चाहिँ। लिगल्ली कुनै पनि सिस्टममा पर्मिसन लिएर चाहिँ भर्बुलिटिज आइडेन्टिफाई गर्ने, त्यसलाई के अरे के भन्छ त्यसलाई एक्सप्लोइट गर्ने र सेक्युरिटी मेजर्समा मेनली फोकस गर्ने भनेको चाहिँ के हो त, इथिकल ह्याकिङ हो होइन। उनीहरूले चाहिँ के गर्छ भन्दाखेरि मेन कन्सर्न नै के हुन्छ त, कुनै पनि एउटा अर्गनाइजेसनमा चाहिँ सेक्युरिटी कन्सेप्ट चाहिँ लाइक सेक्युरिटी कसरी स्ट्रङ गर्न सकिन्छ, टेस्टिङको कुराहरू चाहिँ सबै केमा आउँछ, इथिकल ह्याकिङमा। अनि हामीले जति पनि नलेज यहाँनिर सिकेर जान्छौँ त्यो चाहिँ हामीले इथिकल वेमा नै युज गर्छौँ। हामी इथिकल ह्याकर नै भन्छौँ है। बुझ्नुभयो? यस सर। होइन अब इथिकल ह्याकिङ त व्हाइट ह्याट ह्याकरलाई बुझिसकेपछि इथिकल ह्याकिङ बुझिसकिन्छ होइन। तर के कन्फ्युजन छ र यसमा? छैन सर। छैन है। त्यसो हो भने चाहिँ लाइक वाइ इथिकल ह्याकिङ इज नेसेसरी भन्ने कुरा बुझौँ न त। एकचोटि सर र पढ्नुहोस् त सबैजनाले, अरेल्स एकजनाले भोलिन्टियरिङ गर्दा नि हुन्छ है।
ओके आई गेस पढ्नुभयो होला लाइक इथिकल ह्याकिङ चाहिँ हामीलाई किन नेसेसरी छ भन्दाखेरि हामीले चाहिँ ह्याकर्सहरूलाई प्रिभेन्ट गर्नको लागि पहिलो कुरा अनि त्यसपछि लाइक अनकभर भर्बुलिटिजहरूलाई चाहिँ फाइन्ड आउट गर्ने त्यसपछि त्यसलाई चाहिँ कस्तो खालको सेक्युरिटी रिस्क हो त्यसको होइन अनि त्यसलाई चाहिँ कसरी डिफेन्ड गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ हामी हेर्छौँ अनि कुनै पनि अर्गनाइजेसनको चाहिँ लाइक स्ट्रेन्थ होइन अर्गनाइजेसन सेक्युरिटी पोस्चर्सहरूलाई चाहिँ हामीले चेक गर्छौँ है एज अ इथिकल ह्याकर अनि त्यसपछि अर्को भनेको हाम्रो मेन काम भनेको चाहिँ सेक्युरिटी ब्रिचेसहरू हुनबाट रोक्ने कामहरू भयो एज अ सेफ गार्डको रूपमा चाहिँ हामीले कस्टमरको डेटाहरूलाई सेभ गर्ने भयौँ अनि सेक्युरिटी अवेरनेसहरू प्रोभाइड गर्ने भयौँ त्यो कुराहरूमा चाहिँ इथिकल ह्याकर्सहरू चाहिँ नेसेसरी हुन्छ हामीलाई चाहिन्छ है त्यो भएको भएर चाहिँ इथिकल ह्याकर स्ट्यान्ड्स फर के को लागि कुनै पनि अर्गनाइजेसनको होइन कुनै पनि कम्पनीको चाहिँ डेटालाई इन्फर्मेसनलाई रोक्नको लागि होइन डिफेन्ड गर्नको लागि चाहिँ इथिकल ह्याकर्सहरू स्पेसल्ली दे आर एक्टिभ है अनि लाइक अवेरनेस प्रोग्रामहरू प्रोभाइड गर्नलाई होइन साइबर इन्सिडेन्टको अवेरनेस प्रोग्रामहरू हुन सक्यो त्यो कुराहरूमा चाहिँ इथिकल ह्याकर्सहरू चाहिँ एक्टिभली वर्क अन चाहिँ गर्छ है यहाँसम्म केही कन्फ्युजन छ छैन सर है त्यो हो भने चाहिँ देन लेट्स यो यो कुराहरू चाहिँ अघि एक्सप्लेन गरेको कुरा भयो होइन स्कोप हाम्रो स्कोप के छ हाम्रो लिमिटेसन के हो त होइन हाम्रो स्कोप के हो त भन्दाखेरि चाहिँ लाइक कुनै पनि कम्पनीको लागि होइन हामीले रिस्क एसेसमेन्ट गर्छौँ अडिटिङ गर्छौँ होइन अनि लाइक बेस्ट सेक्युरिटी प्र्याक्टिसेसहरू चाहिँ इम्प्लिमेन्ट गर्छौँ अनि त्यसपछि कन्सल्टिङ गर्छौँ त्यो कुराहरू भनेको चाहिँ हाम्रो स्कोपमा पर्छन् लाइक यु क्यान वर्क एज अ के को लागि एज अ रिस्क एसेसमेन्टको लागि अडिटिङ सेक्युरिटी अडिटिङको लागि होइन काउन्टर फ्रडको लागि लाइक काउन्टर फ्रड भनेको चाहिँ कहीँबाट अट्याक आइरहेको छ नि त्यसलाई काउन्टर गर्ने कुराहरूमा चाहिँ होइन अनि सेक्युरिटी प्र्याक्टिसेसहरूलाई चाहिँ अझै स्ट्रङ बनाउने पुरानो एक्जिस्टिङ सेक्युरिटी प्र्याक्टिसहरूलाई अझै मोर अन स्ट्रङ कसरी बनाउन सकिन्छ भन्ने कुरामा रिसर्च गर्नको लागि भयो होइन अनि रिस्कहरू फाइन्ड आउट गर्नको लागि भयो त्यो कुराहरू चाहिँ हाम्रो केमा पर्छ त स्कोपहरूमा चाहिँ पर्छ इथिकल ह्याकिङको स्कोपमा पर्छ स्कोपमा क्लियर हुनुहुन्छ सर ओके अब लिमिटेसन्स भन्ने बित्तिकै हामीले के कुरा बुझ्नु पर्यो भन्दाखेरि हामीले हाम्रो वर्कलाई होइन के ध्यान दिनु पर्यो भने हामीले चाहिँ इलिगल्ली केही पनि काम गर्नु भएन होइन त्यो चाहिँ हाम्रो लिमिटेसन हो हामी एउटा इथिक्सको अन्डरमा बसेर काम गर्नु पर्यो होइन अनि हामीले चाहिँ हाम्रो मेन फोकस चाहिँ के हुन्छ त भन्दाखेरि कुनै पनि कम्पनीमा चाहिँ सेक्युरिटी सिस्टम भनेको के हो त्यो बुझाउनको लागि भयो अनि त्यसपछि अर्गनाइजेसनको सेफ गार्डको लागि चाहिँ राइट प्लेस चाहिँ हामी हुन सक्यौँ अथवा त्यो राइट प्लेस बनाइदिन सक्यौँ त्यो चाहिँ हाम्रो लिमिटेसन्सहरू भयो त्यो चाहिँ हामीले चाहिँ गर्नुपर्ने कामहरू भयो भनौँ न होइन हामीले चाहिँ अब लाइक इलिगल्ली चाहिँ डेटा ब्रिज गर्ने यताउति चाहिँ हामीले गर्नु हुँदैन है यसको डिफ्रेन्ट कन्सिक्वेन्सेसहरू छ त्यो अलि लास्टमा छ है त्यो कुरा चाहिँ हामीले बुझ्नु पर्यो होइन त बुझ्नु भएको छ यहाँसम्म यस सर ओके यहाँसम्म बुझ्नु भएको छ भने स्किल्स अफ एन इथिकल ह्याकर अब यो टेक्निकल स्किल्स त मैले इन्ट्रोड्युस गरिराख्नु पर्छ जस्तो लाग्दैन हामीलाई बेसिक लाइक मैले अपरेटिङ सिस्टम चाहिन्छ भनेको थिएँ हामीलाई चाहिने अपरेटिङ सिस्टम हो टेक्निकल स्किलमा नेटवर्किङको कन्सेप्ट चाहिने हो होइन रिलेटेड हार्डवेयर एन्ड सफ्टवेयर कसरी काम गर्छ के हो कस्तो हो भन्ने कुरा हामीलाई चाहिने हो हाउ एन्ड वाइ हामीलाई चाहिने हो अनि अर्को भनेको कम्प्युटर एक्सपर्ट हुनु पर्यो टेक्निकल डोमेन्सहरूमा चाहिँ हामीले के गर्न सक्नु पर्यो त त्यो एडप्ट हुन सक्नु पर्यो होइन अनि त्यसपछि नलेज लाइक सेक्युरिटी एरियाजहरूको नलेजेबल हुनु पर्यो हामी अनि हाई टेक्निकल नलेज हुनु पर्यो हामीसँग होइन सोफिस्टिकेटेड अट्याक्सहरू आउनु सक्छ भोलिको दिनमा त्यसलाई कसरी डिफेन्ड गर्ने भन्ने कुराहरूमा चाहिँ हाम्रो चाहिँ के हुनु पर्यो नलेज हुनु पर्यो टेक्निकल नलेजहरू चाहिँ हुनु पर्यो द्याट्स अल टेक्निकल स्किल कम्स अन्डर इथिकल ह्याकर है यो कुराहरू चाहिँ हामी ह्याकर्सहरूमा चाहिँ हुनुपर्छ अनि सँगसँगै हाम्रो नन टेक्निकल स्किल्सको कुरा गर्नु पर्दाखेरि हामीसँग चाहिँ एबिलिटी टु लर्न हुनु पर्यो भन्नाले कुनै पनि कुरालाई चाहिँ कुनै पनि नयाँ टेक्नोलोजी भोलिको दिनमा आयो भने त्यसलाई हामीले एडप्ट गर्न चाहिँ सक्नु पर्यो किन एभ्री टेक्नोलोजी चेन्ज हुने एभ्री
इयरमा चेन्ज हुन्छ, एभ्री सेकेन्डमा चेन्ज भइरहेको हुन्छ, त्यसलाई चाहिँ हामीले एडप्ट गर्न चाहिँ सक्नु पर्यो है। अनि हामीसँग चाहिँ अर्को के हुनु पर्यो, स्ट्रङ वर्क इथिक्स होइन, गुड प्रब्लम सल्भिङ, कम्युनिकेसन्स, अनि हाम्रो इथिक्सको कुराहरू वेदर द्याट इज राइट अर रङ भनेर चाहिँ हामीले छुट्याउन सक्नु पर्यो। त्यो कुराहरू चाहिँ हाम्रो नन टेक्निकल स्किल्सहरूमा चाहिँ आउँछ। अनि अर्गनाइजेसनको सेक्युरिटी पोलिसीसँग चाहिँ हामी कमिटेड हुनु पर्यो, त्यो कुरामा चाहिँ हामीले चाहिँ कमिटमेन्ट राख्न सक्नु पर्यो एज एन इथिकल ह्याकर होइन। अनि लाइक अवेरनेसहरू दिन सक्नु पर्यो, लोकल स्ट्यान्डर्ड्स लजहरूको बारेमा चाहिँ हामीले अवेर गर्न सक्नु पर्यो। हाम्रो के को लागि त, हाम्रो लाइक कम्पनीहरूको लागि चाहिँ हामीले अवेर गर्न सक्नु पर्यो, नेसनलाई अवेर गर्न सक्नु पर्यो। तिनीहरू भनेको चाहिँ हाम्रो केमा आउनु भयो त, नन टेक्निकल स्किल्सहरूमा चाहिँ आउने भयो। बुझ्नुभयो यहाँसम्म? यस सर। ओके, त्यो हो भने चाहिँ एकचोटि यो एआई ड्राइभन इथिकल ह्याकिङको बारेमा हेर्दै गर्नुहोस् है त, हेर्नुहोस् है त, मजाले एकचोटि पढ्नुहोस् त। अहिलेको सिनेरियोमा हामीसँग के छ त, एउटा र्युमर छ, सुन्नु भएको छ? वी डु हेभ वान र्युमर, सुन्नु भएको छ? यस सर। के छ? एआई क्यान रिप्लेस द ह्युमन इथिकल ह्याकर्सहरूलाई। हो, त्यो चाहिँ एक्ज्याक्टली रङ हो है, रङ हो है यो चाहिँ है। अब इथिकल ह्याकिङमा पनि अब चाहिँ हामीले लाइक एआईहरू चाहिँ युज गर्छौँ, तर सेल्फ क्रिएटेड एआई एप्रोचेसहरू होइन। लाइक आफ्नै ह्याकिङ क्यापासिटीलाई चाहिँ हामीले एउटा सिस्टममा निकालेर चाहिँ काम गर्न सक्छौँ, एआई टुल्सहरू युज गर्न सक्छौँ, तर के को लागि, हाम्रो सहजताको लागि, नट फर लाइक एआईले गरिदिन्छ अनि त्यसपछि सबै कुरा भइहाल्छ नि भन्ने खालकोमा चाहिँ हुँदैन। अटोमेसन्सको लागि चाहिँ हामीले युज गर्छौँ, मेसिन लर्निङ मोडल्सहरू हामीले आफै बनाएर चाहिँ काम गर्छौँ अटोमेट गर्नको लागि होइन। सो द्याट मलाई एउटा केही स्क्यान गर्नको लागि चाहिँ कमान्ड्सहरू याद गरिरहनु पर्थ्यो, अब कमान्ड याद गर्नु परेन, तर हामीले चाहिँ त्यो अल्गोरिदम चाहिँ हामीले आफै बनाउँछौँ होइन। त्यस्तो कुराहरू चाहिँ एआई ड्राइभिङ इथिकल ह्याकिङमा आउँछन्। तर त्यो आउँदैमा चाहिँ के हुन्छ त, हाम्रो ह्याकिङको करियरलाई चाहिँ इफेक्ट पार्छ त? पार्दैन। किन पार्दैन भन्दाखेरि चाहिँ हामी सबैजनाले यहाँनिर च्याट जिपिटी चलाउँछौँ राइट, यस सर। एलएलएम मोडल्सहरू चलाउँछौँ। त्यति बेला तपाईँहरूले कुनै पनि कोड चाहिँ एआईलाई दिनुभयो भने चाहिँ होइन, एउटा सर्टेन एउटा कोड छ तपाईँसँग, त्यसलाई एआईलाई दिनु भने उसले के गरिदिन्छ त, सोल्युसन त दिन्छ, तर अर्को ठाउँमा के क्रिएट गर्छ त, प्रब्लम क्रिएट गर्छ राइट, हो कि होइन? फेस गरेको कुरा होला। यस सर। हो, त्यो भनेको चाहिँ हामीले फिडब्याक लुप भन्छौँ है। एउटै कुरा चाहिँ दोहोऱ्याइराख्छ, त्यसले एउटा एन्सर दिन्छ, फेरि अर्को एन्सर दिन्छ, फेरि अर्को एन्सर दिन्छ, मोडिफाई गर्नेलाई चाहिँ हामीले के भन्ने रहेछौँ त, फिडब्याक लुप। टर्मिनोलोजी याद गर्नुहोस् है, फिडब्याक लुप। अब त्यो फिडब्याक लुप हाम्रो ह्याकिङमा आयो भने हामीलाई प्रब्लम होइन त, इन्टायर सिस्टमलाई, इन्टायर अर्गनाइजेसनलाई प्रब्लम हो। भनेपछि त्यसलाई सल्भ गर्नको लागि हामीसँग एआई त हुन्छ, तर त्यो एआई सँगसँगै हामीसँग एउटा ह्युमन स्किल्ड मेन पावर चाहिन्छ, जसले चाहिँ त्यसलाई अडिट गर्न सकोस्। भनेपछि त्यो अडिट गर्नको लागि एकजनाले मात्रै त पुग्दैन। अफेन्सिभको छ भने अफेन्सिभको टिम चाहियो, डिफेन्सिभको छ भने डिफेन्सिभको टिम चाहियो होइन त? त्यो हो चाहिँ हाम्रो एआई ड्राइभिङ इथिकल ह्याकिङको बारेमा चाहिँ है। त्यो चाहिँ रुमर्समा चाहिँ नपर्नुहोस् तपाईँहरू चाहिँ होइन। अब अटोमेसन्सहरू भयो, टास्क प्रिडिक्सनको कुराहरू भयो भने, एडप्टिभ लर्निङको कुराहरू चाहिँ हाम्रो केमा आउँछ त, इथिकल ह्याकिङमा चाहिँ एआई युज गऱ्यौँ भने चाहिँ यो कुराहरू चाहिँ आउने हो है। अब हामी जाउँ मिथ्स। मैले अघि यो कुरा गरिहालेँ, इथिकल ह्याकरहरूलाई चाहिँ सर्टेन ठाउँमा चाहिँ यस्तो यस्तो आउँछ, लाइक रिमर्सहरूको बारेमा मैले कुरा गरिहालेँ होइन। अब हामी लाइक केमा कुरा गरौँ, अब इथिक्सको कुरा गरौँ है। यो चाहिँ तपाईँहरूलाई म पछि प्र्याक्टिकल चाहिँ लास्टमा सिकाउँछु है। यसको अहिले सिकाएँ भने तपाईँहरूले यो यही बानी राख्नुहुन्छ, बिग्रिन्छ काम सबै है। हामीले आफ्नै एलएलएम मोडलहरू बनाउँछौँ, त्यति बेला हामी सिक्छौँ है। लाइक अब इथिक्सको कुरामा जान्छु है। त्यसको लागि आई डोन्ट थिङ्क कि मैले स्क्रिन सेयर चाहिँ गर्नुपर्छ भन्ने है, त्यसमा छैन। म इथिक्सको कुराहरू गरिदिन्छु। लाइक भोलिको दिनमा अबको आजको डेदेखि स्टार्ट भइसकेपछि तपाईँहरूले इथिकल ह्याकिङको कोर्स सिक्नुहुन्छ, ह्याकिङको कोर्स सिक्दै हुनुहुन्छ। अब यहाँनिर सिकेको स्किल्स जति, डिस्क्लेमर है, यहाँदेखि सिकेको स्किल जति चाहिँ सबै तपाईँहरूले चाहिँ लाइक राइट कुरामा मात्रै इम्प्लिमेन्ट गर्नुहुन्छ
होइन, आफूलाई चाहिने कुराहरूमा मात्रै इम्प्लिमेन्ट गर्नुहुन्छ। लाइक आफ्नो फाइदाको लागि होइन, कुनै पनि कम्पनीको सर्भिसलाई डिस्ट्रिब्युट गर्नको लागि चाहिँ हामीले युज गर्दैनौँ है। इफ हामीले युज गर्यौँ भने चाहिँ के हुन्छ भन्दा सेभरल कन्सिक्वेन्सेस हुन्छ। आइदर नेपालको लमा आइदर इन्टरनेसनल लमा चाहिँ डिफ्रेन्ट सेभरल कन्सिक्वेन्सेसहरू चाहिँ आउँछ। जस्तै फर इक्जाम्पल तपाईँहरूको चाहिँ सबभन्दा पहिला भनेको जरिमाना आउँछ, 2 लाख एबोभ जरिमाना तिर्नुपर्छ। त्यसपछि भनेको चाहिँ जेल बस्नुपर्छ। अनि त्यसपछि अर्को भनेको चाहिँ लाइक हामीले कुनै पनि पर्टिकुलर अर्गनाइजेसनमा चाहिँ काम गर्न पाउँदैनौँ। त्यो भने हाम्रो करियरमा ब्रेक लाग्छ एन्ड यु विल बी लिस्टेड एज अ ब्ल्याक ह्याट ह्याकर। हामी चाहिँ ब्ल्याक ह्याट ह्याकरको रूपमा चाहिँ लिस्टेड हुन्छौँ। सो यहाँ सिकेको कुराहरू चाहिँ हाम्रो के भयो त, ओन्ली लिगल कन्सर्नको लागि हामी सिक्दैछौँ, लिगल्ली हामी काम गर्छौँ भन्ने कुरा चाहिँ आफूले आफूलाई कमिट चाहिँ गर्नुहोस् है। बुझ्नुभयो नि यहाँसम्म? यस सर। ओके, अब भोलिदेखि चाहिँ हाम्रो रियल टाइम प्र्याक्टिकल इम्प्लिमेन्टेसनहरू सुरु हुँदैछ भोलिदेखिको क्लासमा। अनि त्यो भोलिदेखिको क्लासमा चाहिँ यु अल गाइज निड टु ह्याभ के चाहिन्छ, लिनक्स मेसिन र मेटास्प्लोइटेबल 2 मेसिन चाहिन्छ। सेटअप गर्नुहोस् आफ्नो VMwareमा। कुन सर एउटा के भन्नु, मेटास्प्लोइटेबल 2 मैले पठाइदिन्छु, लिङ्क्सहरू पठाइदिन्छु। त्यो कुराहरू चाहिँ सेटअप गरेर भोलि आउनुहोस् है। भोलि हामी इन्फर्मेसन ग्यादरिङभित्र OSINT को कन्सेप्ट हेर्छौँ, ओपन सोर्स इन्टेलिजेन्सको कन्सेप्ट हेर्छौँ। त्यसपछि भोलि र सन्डे हाम्रो ओपन सोर्स इन्टेलिजेन्स जान्छ। त्यसपछि मन्डेदेखि चाहिँ हाम्रो प्यासिभ इन्फर्मेसन ग्यादरिङ सुरु हुन्छ। लाइक हाम्रो ल्याब मेसिनमै बसेर हामी इन्फर्मेसन ग्यादर गर्छौँ कमान्ड लाइनबाट। त्यो कुराहरू अब हामी हेर्छौँ है। यति इन्जेलसम्मको लाइक अब आजसम्मको जर्नीमा चाहिँ हामीले अब इथिकल ह्याकिङमा जाँदैछौँ होइन। यो कुराहरूलाई चाहिँ आफूले के डिस्क्लेमर सोच्नुहोस् भने चाहिँ यो कुराहरू चाहिँ हामी लिगल वेमा मात्रै युज गर्छौँ। भोलिको दिनमा आफूलाई लाइक नराम्रो नहुने हिसाबले मात्रै युज गर्छौँ भनेर चाहिँ आफूले आफूलाई कमिट चाहिँ गर्नुहोस् है। दिस इज अ लाइक एकदमै प्रेसरेबल स्किल हो होइन। अलिकति मिसलिड हुने बित्तिकै तपाईँहरू के हुन्छ त, करियरै ड्यामेज हुन सक्छ। त्यो भएको भएर चाहिँ आफैमा अलिकति फोकस चाहिँ हुनुहोस्, लाइक मैले केमा युज गर्ने केमा युज नगर्ने भनेर चाहिँ है। बुझ्नु भएको छ? हामीहरूले वाइफाईमा चाहिँ ट्राई गर्न सकिन्छ कि सकिँदैन? मैले ल्याब त्यही भएर त ल्याब सेटअप गरौँ भनेको त। मेटास्प्लोइटेबल इज अ भर्मिनल मेसिन। हाम्रो होम नेटवर्क युज गरेर नि हामी भर्मिनल मेसिनमा मात्रै टेस्ट गर्छौँ अहिले सिक्नको लागि। जब तपाईँले अट्याक पर्फर्म गर्न जानुहुन्छ, गर्न जान्नुहुन्छ, त्यसपछि इन्टर्नसिपमा अझै मजाले सिक्नुहुन्छ। त्यसपछि हामी अगाडि बढ्छौँ है। डाइरेक्ट कुनै पनि सिस्टममा नो गर्दै नगर्नुहोस्, हाम्रो ट्रेसहरू बस्छ है। त्यो कुराहरूमा चाहिँ मैले एकदम स्ट्रिक्टली भनेको छु है अहिले नै। त्यो कुराहरूमा फोकस नै नगर्नुहोस् अहिले। हामी अहिले लर्निङ गरौँ, सिकौँ, अनि त्यसपछि भोलिको दिनमा अपर्च्युनिटी आउँछ। अहिले नै हामी रियल सिस्टममा गयौँ भने हामीलाई मेथड्सहरू थाहा हुँदैन नि त, कसरी डिफेन्ड गर्ने, कसरी आफूले आफूलाई एनोनमस राख्ने। त्यो सबै सिकिसकेपछि चाहिँ अनि भर्बुलिटिज बग हन्टिङहरू गर्न थाल्नुहोस् न होइन। ओके सर यो लिनक्स चाहिँ के काली लिनक्स हाल्ने हो सर? यस काली लिनक्स है। सबैले अहिलेको लेटेस्ट भर्जनको काली लिनक्स हाल्नुहोस्। ल अब मैले सर्टेन फिडब्याक्सहरू लिन्छु होइन। त्यो फिडब्याक्सहरू चाहिँ सबैजनाले दिनुपर्छ है। लाइक आज हाम्रो फर्स्ट विक भयो क्लास सकेको, मसँग क्लास लिनु भएको फर्स्ट विक हो राइट। सक्सेसफुल फर्स्ट विक भन्छु मैले चाहिँ। यो फर्स्ट विकमा हजुरहरूले लाइक मलाई दिनुपर्ने फिडब्याक्सहरू होइन, लाइक मेरो केही कमी कमजोरी छ अनि त्यसपछि मैले सुधार्नु पर्ने कुराहरू केही छ भने फिल फ्री टु से मी है, ओपनली भन्दा हुन्छ होइन। मैले त्यो कुराहरू सुधार्न सकिनँ होइन, त्यो कुराहरू केही पनि सुधार्न सकिनँ भने भोलिको दिनमा मैले तपाईँहरूलाई राम्रोसँग पढाउनै सक्दिनँ। त्यो भएर चाहिँ जेन्युनली क्लासलाई के भइरहेछ सबैजनाले एक एकजना गरी चाहिँ भन्दै जानुहोस् त ल। सर मेरो त यो पहिलो क्लास हो सर। हेलो हजुर मेरो यो फर्स्ट क्लास हो होइन सर। जस्तै अब यो हामीहरूले प्र्याक्टिकल कतिको गरिन्छ, कति सक्यो कोर्स, त्यही बुझ्नु खोजेँ कि सर। ओके, हाम्रो यो थ्योरी सकिया छ भर्खरै इथिकल ह्याकिङको। त्योभन्दा अगाडि बेसिक कन्सेप्ट्सहरू हामीले हेरेको छौँ होइन। हजुर कहाँदेखि क्लास लिइरहनु भएको छ अहिले? म बानेश्वर।
बानेश्वरदेखि हो भने चाहिँ भोलिदेखि इफ पोसिबल छ भने बिहानको क्लासमा आउनुहोस् न। बिहान ए अनलाइनमै होइन फिजिकल क्लास आए नि हुन्छ अरेल्स अनलाइन आए नि हुन्छ। बिहान कति बजे हो सर? 6 बजेदेखि छ फेरि। 6 बजेदेखि। इफ तपाईँहरू नजिकै हुनुहुन्छ भ्यालीभित्रै हुनुहुन्छ नजिकै हुनुहुन्छ पोसिबल छ भने क्लासेसहरूमा चाहिँ बिहानको क्लासेसहरूमा आउँदा हुन्छ है। फिजिकल लिएको जस्तो अनलाइन लिएको हुँदैन ह्याकिङको केसेसहरूमा चाहिँ है। ल आकाशजीबाट सुरु गर्दै जाउँ ल। हामीहरूले सर अहिले चाहिँ थ्योरिटिकल पार्ट्सहरू हेऱ्यो होइन थ्योरिटिकल पार्ट्स चाहिँ मलाई ठिकै लागेको छ अहिलेसम्म होइन। अब कन्सेप्ट वाइज जस्तै अब जस्तो प्रोसिड्युरहरू हुन्छ मेथडहरू कस्तो युज गर्ने होइन त्यो त अहिले कभर गरेकै छैनौँ हामीहरूले। सो बेसिकली भन्दाखेरि थ्योरिटिकल पोर्सनमा हामीले राम्रैसँग बुझ्न पायौँ कि के कस्तो छ होइन स्कोपहरू पनि र जब पर्सपेक्टिभहरू पनि बुझ्न पायौँ। ओके पहिलाको र अहिलेको क्लासमा केही डिफरेन्स पाउनु भएको छ? पहिलाको क्लासमा चाहिँ सर मैले 3 दिन क्लास गर्न पाएको थियो सरसँग नेटवर्किङ प्राय भइरहेको थियो अनि नेटवर्किङमा चाहिँ मैले चाहिँ त्यही अब स्ट्याटिक्स र डाइनामिकहरू आइपी एलोकेसनहरू बुझ्न पाएँ ओएसपीहरू बुझ्न पाएँ अनि प्र्याक्टिकल पोर्सन थियो त्यसमा नेटवर्किङको थ्योरिटिकल त गर्न पाएको थिएन। तपाईँको चाहिँ थ्योरिटिकल नै पोर्सन अहिले भएको छ त्यही भएर थ्योरिटिकल पोर्सन ठिकै छ होइन। अब अगाडि के कसो हुन्छ भनेर पछि फिडब्याक दिउँला। ए ओके स्योर। अब हाम्रो आयुष पोखरेलजीले भन्नुहोस् के छ? पहिला आएर अहिले राम्रो छ होइन त केही कन्फ्युजन्सहरू केही छ? छैन सर। महेशजीको के छ? छैन सर मेरो पनि। लाइक फिडब्याक्सहरू क्लासेसहरू कस्तो भइरहेछ? क्लासेसहरू सबै राम्रै भइरहेको छ सबै बुझे अब नेटवर्किङहरू सबै बुझे तपाईँ पढाएको सबै बुझे थ्योरीहरू अहिलेसम्मको। अब प्र्याक्टिकलमा गएपछि त्यसमा केही बुझे छैन भने बरु अब बनाउन छ त्यतिखेर अब। ए ओके स्योर। शिवराम ठिकै छ सर मेरो पनि बुझिरहेछौँ। पहिलेको सर चाहिँ त्यति होइन थ्योरी चाहिँ मजाले भन्नुहुन्थेन प्र्याक्टिकल चाहिँ गराउनुहुन्थ्यो होइन। अनि पाइथन चाहिँ सर सिकाउनुहुन्छ कि नै? पाइथन पनि सरले भन्नुभएको थियो कि सिकाउँछु जति काम लाग्छ हामीलाई। पाइथन हामी लाइक मैले भने नि एमएल हामी हेर्छौँ क्या लाइक हाम्रो अटोमेसन्सहरू बनाउँछौँ हामी। हुन्छ साइबर सेकमा चाहिने अटोमेसन्सहरू हामी बनाउँछौँ आफै नै। हुन्छ त्यति सबै ठिकै छ सर। निशान्तजीको के छ? सर मेरो पनि ठिकै छ सर। खास मेरो कोर्सको मेन फोकस चाहिँ मैले चाहिँ नेटवर्किङतिर मात्रै भनेर खास जोइनिङ गरेको क्लास चाहिँ तर यो ह्याकिङतिर साइबर सेक्युरिटीतिर नै छिर्छु भन्ने चाहिँ फोकस थिएन। नर्मल नेटवर्किङको बेसिक र अनि हार्डवेयर चाहिँ कन्सेप्ट राख्छु नर्मल्ली पनि डेली लाइफमा युज हुने भनेको त्यो नर्मल्ली पनि नेसेसरी चिजहरू चाहिँ गेन गरिराखौँ भन्ने हिसाबले चाहिँ मैले क्लास लिन खोजेको थिएँ खास चाहिँ। अहिले चाहिँ साइबर सेक्युरिटीकै क्लासहरू पनि फर्दर लिन पाइराखेको छु म बुझ्ने कोसिस पनि गर्दैछु सर। अहिलेसम्म त हजुरको क्लास बेस्ट नै छ सर। ल अब हामी भोलिदेखिको क्लासमा चाहिँ लाइक प्र्याक्टिकल्ली हामी अगाडि बढ्दैछौँ। अब अर्को हप्ता तपाईँहरूको फ्राइडे चाहिँ सिटी अफ हुन्छ लाइक हाम्रो एउटा कोर्सको मोड्युल सकिने बित्तिकै इन्फर्मेसन ग्यादर सकिने बित्तिकै होइन त्यसमा हामीले लाइक मोर अन फोकस चाहिँ सिटी अफमा पनि गर्छौँ सो द्याट विकली चाहिँ मलाई पनि एउटा मोटिभेसन के मिल्छ भने मेरो स्टुडेन्टले केही सिकिरहनु भएको रहेछ गरिरहनु भएको रहेछ भन्ने कुरा चाहिँ मलाई फिल हुनको लागि चाहिँ हाम्रो विकली सिटी अफ चाहिँ हुन्छ है। सो फ्राइडेको लागि तपाईँहरू सबै प्रिपेयर के हुनुहोस् कि हाम्रो प्र्याक्टिकल इक्जाम चाहिँ हुन्छ भनेर चाहिँ तपाईँहरू मोर प्रिपेयर चाहिँ त्यसमा चाहिँ हुनुहोस् है। बुझ्नुभयो? सर हेलो सर। हजुर हजुर सर यो कोर्स सकिसकेपछि यो हाम्रो जस्तै यो वेब सर्भरहरूको यो डाटाबेसहरूलाई हामीले प्रोटेक्सन दिन सक्छ के छ सर? के को लागि भन्नुभयो? यो वेब सर्भरहरू हुँदैन सर सर्भर सिस्टमहरू हाम्रो वेब एप्लिकेसन वेब सर्भर डाटाबेसहरू के छ? त्यसलाई मजाले सिक्योर गर्न सकिन्छ हामीले। हाम्रो कुनै अर्गनाइजेसनको उसलाई सक्यो होइन सर? सकिन्छ लाइक तपाईँ अर्गनाइजेसनमा आबद्ध हुनुहुन्छ क्या हो?
म चाहिँ यो मेडिकल कलेजमा छु कि सर। हजुर सर्भरहरू हामीले त्यहीँ राखेको छ सर, त्यही भएर तिनीहरूलाई प्रोटेक्सन गर्नु। तपाईँले लाइक लास्ट क्लासमा पुग्दाखेरिसम्म बुझिसक्नुहुन्छ सबै, कसरी सेक्योर गर्ने, फायरवाल कसरी इम्प्लिमेन्ट गर्ने होइन, रुल्सहरू कसरी प्रिपेयर गर्ने भन्ने त बुझ्नुहुन्छ, डोन्ट वरी त्यसमा। त्यो एसक्युएल इन्जेक्सनहरू के भन्ने हुँदो रहेछ नि सर। त्यस्तोहरू के हामीले गर्छ कि के छ सर? त्यो गर्छौँ, प्र्याक्टिकल्ली गर्छौँ र त्यसलाई चाहिँ कसरी डिफेन्ड गर्ने भन्ने कुरा नि हामी हेर्छौँ। हुन्छ सर। ल त्यसो भए आजलाई यति नै गरेँ मैले। भोलिको दिनमा चाहिँ ल्याब सेटअपहरू गर्नुहोस्। भोलि त नचाहिएला, भोलि हामीले गुगल डकिङ मात्रै गर्छौँ, तर पर्सिको सेसनमा चाहिँ हामीलाई चाहिन्छ है ल्याब चाहिँ। ओके